के तपाईलाई नेगेटिभ सेन्टेन्स बनाउन गाह्रो लाग्छ? यो सर्टकट तरिका हेर्नुहोस्। यदि सेन्टेन्समा एक्जुलरी भर्ब वा हेल्पिङ भर्ब छ भने त्यसपछि नट लगाउने। फर इक्जाम्पल, यहाँ दुईवटा सेन्टेन्सहरूको नेगेटिभ बनाएर देखाइएको छ। पहिलो सेन्टेन्समा सी इज ह्याप्पी अनि त्यसको नेगेटिभ सी इज नट ह्याप्पी। यहाँ चाहिँ एक्जुलरी भर्ब इज हो, त्यस कारणले इज पछाडि नट लगाएर नेगेटिभ बनाइएको छ। अनि दोस्रो सेन्टेन्समा दे आर प्लेइङ फुटबल, यसमा पनि आर एक्जुलरी भर्ब हो, त्यस कारणले आर पछाडि नट लगाएर नेगेटिभ बनाइन्छ। दे आर नट प्लेइङ फुटबल। यस्तो खालको सेन्टेन्सको लागि तपाईहरूले एक्जुलरी भर्ब चाहिँ चिन्नु नै पर्ने हुन्छ। एक्जुलरी भर्बहरू यिनै हुन्, जम्मा 24 वटा छन्। यसलाई पनि स्क्रिनसट गरेर राख्नुहोला अनि याद पनि गर्नुहोला। यदि सेन्टेन्समा एक्जुलरी भर्ब वा हेल्पिङ भर्ब छैन भने के गर्ने अथवा कसरी नेगेटिभ बनाउने? यदि सेन्टेन्समा अघि भनिएका 24 वटा एक्जुलरी भर्ब वा हेल्पिङ भर्ब देख्नु भएन भने मेन भर्ब हेर्नुपर्छ। मेन भर्ब भनेको एक्सन वर्ड्स हुन् अथवा काम जनाउने शब्दहरू हुन्। यदि मेन भर्ब भर्ब 1 भए डु नट प्लस भर्ब 1 गराउनुपर्छ। मेन भर्ब भर्ब 2 भए डिड नट प्लस भर्ब 1 र मेन भर्ब भर्ब 5 भए डज नट प्लस भर्ब 1 बनाउनुपर्छ। यहाँ इक्जाम्पलहरू दिएको छ। पहिलो इक्जाम्पलमा आई प्ले फुटबल, यसमा चाहिँ भर्ब प्ले हो। प्ले भनेको खेल्ने काम, यसले काम जनाउने शब्द भएको हुनाले यो भर्ब भयो अनि यो चाहिँ भर्ब 1 हो। भर्ब 1 भएकोले यहाँ डु नट को प्रयोग गरेको छ। आई डु नट प्ले फुटबल। अनि दोस्रो उदाहरणमा आई प्लेड फुटबल, यहाँ भर्ब 2 छ, त्यस कारण गर्दा डिड नट प्लस भर्ब 1 बनाइएको छ। आई डिड नट अनि माथिको प्लेडलाई प्ले बनाइएको छ। यसरी नेगेटिभ बनाउन सकिन्छ। तेस्रो इक्जाम्पलमा सी प्लेज फुटबल छ, त्यसको नेगेटिभ चाहिँ सी डज नट प्ले फुटबल छ। यहाँ प्लेज भन्ने भर्ब 5 भएको कारण गर्दा यहाँ तल डज नट लगाइयो अनि माथिको प्लेजलाई तल भर्ब 1 बनाइयो। यसरी सी डज नट प्ले फुटबल। यसरी नेगेटिभ बनाउन सकिन्छ। समटाइम्स वी मेक नेगेटिभ बाई चेन्जिङ द वर्ड्स एज इन द टेबल बिलो। कहिलेकाहीँ हामीले नेगेटिभ बनाउँदा ओडहरू परिवर्तन गरेर गराउनु पर्ने हुन्छ। कुन कुन ओड आउँदा त्यसको नेगेटिभ के हुने भन्ने कुरा यहाँ तालिकामा दिएको छ। एकचोटि यो तालिका अध्ययन गर्नुहोस् अनि यसलाई स्क्रिनसट गरेर राख्नुहोस्। यी प्रत्येक ओडलाई सेन्टेन्समा राखेर त्यसको नेगेटिभ बनाएर तपाईहरूलाई देखाउने छु। एकछिन भिडियो हेर्दै गर्नुहोला। नम्बर 1 मा छ सम। यदि सम भन्ने ओड आयो भने त्यसको नेगेटिभ नो अथवा नट द डट एनी राखेर बनाउन सकिन्छ। फर इक्जाम्पल, पोजिटिभमा आई ह्याभ सम फ्रेन्ड्स भन्ने छ अनि तल सम भन्ने ओडलाई चेन्ज गरेर नेगेटिभमा आई ह्याभ नो फ्रेन्ड्स भनेर बनाइएको छ। यसरी समलाई नोमा परिवर्तन गरेर नेगेटिभ बनाउन सकिन्छ। त्यसै गरी अब हामी नट डट 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 एनी प्रयोग गरेर नेगेटिभ बनाउन सिक्दैछौँ। नट डट 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 एनी भनेको चाहिँ यदि एक्जुलरी भर्ब आएमा त्यही एक्जुलरी भर्ब पछाडि नट लाग्ने भयो अनि त्यस पछाडि एनी लाग्ने भयो। यदि एक्जुलरी भर्ब आएन, मेन भर्ब आयो भने चाहिँ भी1 भए
डु नट प्लस भब राखेर एनी हुने भयो। भब 2 भए डिड नट प्लस भब 1 बनाएर एनी हुने भयो। अनि भब 5 भए डज नट प्लस भब 1 राखेर एनी हुने भयो। अब उदाहरण हेरौँ। पोजिटिभमा छ आई ह्याभ सम फ्रेन्ड्स। यो सेन्टेन्समा ह्याभ भन्ने वर्ड एक्जुलरी भबको रूपमा काम गर्दैन। यसमा ह्याभ भन्ने हामीले चाहिँ ह्याभलाई एक्जुलरी भब भनेर पढे तापनि यस्तो सेन्टेन्समा चाहिँ ह्याभले मेन भबको रूपमा काम गर्छ। ह्याभ भब 1 भएको कारणले गर्दा नेगेटिभ बनाउँदा डु नट लाग्ने भयो। त्यस कारणले गर्दाखेरि यसको नेगेटिभ आई डु नट अनि त्यस पछाडि ह्याभ भब आउने भयो। अनि त्यस पछाडि एनी आउने भयो। अनि त्यसपछि फ्रेन्ड्स। यसरी यसको नेगेटिभ आई डु नट ह्याभ एनी फ्रेन्ड्स हुन्छ। अब अर्को इक्जाम्पल हेरौँ। यसमा पोजिटिभ सेन्टेन्स छ सी बट सम बुक्स। यसमा एक्जुलरी भब छैन। यसमा चाहिँ मेन भब छ। यसको मेन भब भनेको BOUGST बट हो। यो बट चाहिँ BUY बाईको भब 2 हो। त्यस कारणले गर्दाखेरि नेगेटिभ बनाउँदाखेरि डिड नट लाग्ने भयो। यसरी यसको नेगेटिभ सी डिड नट बाई एनी बुक्स हुने भयो। नम्बर 2 मा रहेको छ TOO2। TOO2 भनेको चाहिँ पनि भन्ने अर्थ लाग्छ। यदि 2 भन्ने ओड आयो भने नेगेटिभ बनाउँदा नट डट 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 इदर गरेर बनाउन सकिन्छ। यहाँ इक्जाम्पलहरू दिएको छ। पोजिटिभमा छ राम लाइक्स टी एन्ड आई लाइक टी टू। रामले चिया मन पराउँछ र म पनि चिया मन पराउँछु। अब यसको नेगेटिभ बनाउँदाखेरि राम डज नट लाइक टी एन्ड आई डु नट लाइक टी इदर। यसरी 2 आयो भने नेगेटिभ बनाउन सकिन्छ। नम्बर 3 मा रहेको छ इदर डट 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 अर। अनि इदर डट 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 अर भन्ने शब्द आयो भने त्यसको नेगेटिभ चाहिँ निदर डट 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 नर। यो दुईटाको अर्थ के हो भने इदर डट 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 अर भनेको चाहिँ या त या भनेको हो, अथवा कि त कि भनेको हो। अनि निदर नर भनेको चाहिँ न त अनि न भनेको हो। एकछिन हेर्दै गर्नुहोला। यो तलको उदाहरण पढेपछि कुरा बुझ्नुहुनेछ। पोजिटिभ सेन्टेन्स हेर्नुहोस्। इदर राम अर हरि इज प्रेजेन्ट भनिएको छ। कि त राम कि त हरि उपस्थित छ भन्ने अर्थ भयो। अनि त्यसको नेगेटिभ चाहिँ निदर राम नर हरि इज प्रेजेन्ट। न त राम न त हरि उपस्थित छ। यसरी इदर अर भन्ने ओड आयो भने निदर नर भन्ने ओडमा चेन्ज गरेर नेगेटिभ बनाउनु पर्दछ। नम्बर 4 मा रहेको छ सम अफ, मोस्ट अफ, अल अफ। अनि यसको नेगेटिभ नन अफ हुन्छ। सम अफ भनेको केही, मोस्ट अफ भनेको धेरैजसो, अल अफ भनेको सबै। अनि यसको नेगेटिभ हुन्छ नन अफ। अनि नन अफ भनेको चाहिँ कोही पनि नै अथवा केही पनि नै भन्ने अर्थ हुन्छ। पहिलो इक्जाम्पल हेरौँ। यसमा छ अल अफ द स्टुडेन्ट्स वेयर अब्सेन्ट। यसको नेगेटिभ नन अफ द स्टुडेन्ट्स वेयर अब्सेन्ट। अनि अर्को इक्जाम्पल हेरौँ। मोस्ट अफ द वर्कर्स अग्रिड। अनि यसको नेगेटिभ नन अफ द वर्कर्स अग्रिड। नम्बर 5 समटाइम्स, अफन, युजल्ली। While making negative, we change sometimes, often, usually into seldom. For example, he often visits us. Its negative is he seldom visits us. And next example, she usually makes mistakes. The negative is
She seldom makes mistakes. This way, we can make the negative by changing the words. Number 6, already. The word already is changed into not yet while making negative. For example, I have already finished my homework. It is changed into I have not finished my homework yet. We have to put it at the end of sentence while making negative. Always, ever. These words are changed into never while making negative. For example, he always tells the truth. The negative is he never tells the truth. Another example is have you ever been to Pokhara? The negative is I have never been to Pokhara. The word ever is changed into never while making negative. Number 8, एज एज आयो भने त्यसलाई नेगेटिभमा चेन्ज गर्दाखेरि नट सो एज गराउनु पर्दछ। एज एज भनेको जत्तिकै अथवा जस्तै हुनु भन्ने हुन्छ भने नट सो एज भनेको जत्तिकै जस्तै नहुनु भन्ने हुन्छ। Now let's see the example. Ram is as tall as Hari. राम हरि जत्तिकै अग्लो छ। यसको नेगेटिभ हुन्छ राम इज नट सो टल एज हरि। Number 9, a lot of. The word a lot of is changed into not many or not much while making negative. If there is countable noun, we use not much, and if there is uncountable noun, we use not much for making negative. Now let's see the examples. There are a lot of students in the class. यो सेन्टेन्समा स्टुडेन्ट्स भन्ने वर्ड काउन्टेबल नाउन हो, त्यस कारणले नेगेटिभ बनाउँदा नट मेनी प्रयोग गर्न पर्छ। त्यस कारणले यसको नेगेटिभ हुन्छ देयर आर नट मेनी स्टुडेन्ट्स इन द क्लास। अर्को इक्जाम्पलमा छ वी हेभ अ लट अफ वाटर। यहाँ वाटर भन्ने वर्ड अनकाउन्टेबल नाउन हो, त्यस कारणले हामीले नेगेटिभ बनाउँदा नट मच प्रयोग गर्नु पर्दछ। त्यसकारण यसको नेगेटिभ हुन्छ वी डु नट ह्याभ मच वाटर। दिस इज अल फर टुडे। थ्याङ्क यू सो मच फर वाचिङ। फलो EWRS फर मोर भिडियोज। ओपन द डोर, यसको नेगेटिभ के हुन्छ? डोन्ट ओपन द डोर। अब हामी यस्तै इम्पेरेटिभ सेन्टेन्सलाई कसरी नेगेटिभ बनाउने भनेर सिक्नेछौँ। इम्पेरेटिभ सेन्टेन्स भनेको भर्बको फर्स्ट फर्म भर्ब 1 बाट सुरु हुने वाक्य हो। यसलाई नेपालीमा आदेशात्मक वाक्य अर्थात् आदेश दिने वाक्य भनेर हामी बुझ्न सक्छौँ। जस्तै ओपन द डोर, ओपन भर्ब 1 बाट सुरु भयो। सिट डाउन, सिट भर्ब 1 बाट सुरु भयो। त्यस्तै गरी राइट योर नेम, कम हियर, यो सबै भर्ब 1 बाट सुरु भएको हो। यस्तो सेन्टेन्सलाई इम्पेरेटिभ सेन्टेन्स भनिन्छ। आज हामी यस्तै इम्पेरेटिभ सेन्टेन्सलाई कसरी नेगेटिभ बनाउने भनेर सिक्नेछौँ। यसको लागि सर्टकट रुल भनेको भर्ब 1 भन्दा अगाडि डोन्ट राख्ने हो। यसरी फर्मुला डोन्ट प्लस भर्ब 1 प्लस अब्जेक्ट हुन्छ। यहाँ ओपन द डोर भन्ने सेन्टेन्स छ। अब हामी ओपन भनेको भर्ब 1 भयो, त्योभन्दा अगाडि डोन्ट राखेर हामी नेगेटिभ बनाउँछौँ। ओपन द डोर,
यसको नेगेटिभ हुन्छ डोन्ट ओपन द डोर। सिट डाउन यसको नेगेटिभ हुन्छ डोन्ट सिट डाउन। राइट योर नेम यसको नेगेटिभ हुन्छ डोन्ट राइट योर नेम। यसै गरी अर्को इक्जाम्पल छ कम हियर यसको नेगेटिभ हुन्छ डोन्ट कम हियर। अनि अर्को छ स्पिक लाउडली डोन्ट स्पिक लाउडली। यसरी हामी भर्ब वानबाट सुरु भएको सेन्टेन्स अथवा इम्पेरेटिभ सेन्टेन्सको नेगेटिभ बनाउन सक्छौँ। यदि कुनै सेन्टेन्स लेट्स प्लस भर्ब वानबाट सुरु भएको छ भने त्यसको नेगेटिभ बनाउँदा लेट्स नट प्लस भर्ब वान बनाउनु पर्दछ। फर इक्जाम्पल लेट्स प्ले फुटबल यसको नेगेटिभ हुन्छ लेट्स नट प्ले फुटबल। त्यसै गरी लेट्स गो होम अनि यसको नेगेटिभ हुन्छ लेट्स नट गो होम। अब क्विक रिक्याप गरौँ। यदि कुनै सेन्टेन्स भर्ब वानबाट सुरु भएको छ भने त्यसको नेगेटिभ बनाउँदा डोन्ट प्लस भर्ब वान बनाउने। अनि यदि कुनै सेन्टेन्स लेट्सबाट सुरु भएको छ भने त्यसको नेगेटिभ बनाउँदा लेट्स नट प्लस भर्ब वान गराउने। Thank you so much for watching. Follow EWRS English with Resam Sir for more videos.